यो भिडियो हेर्ने अनि सुन्ने तपाईहरू सम्पूर्णमा म चन्द्र पाण्डेको नमस्कार। आज म यस भिडियो मार्फत आफ्ना केही असन्तुष्टिहरू व्यक्त गर्दैछु। आशा छ यो भिडियोलाई तपाईहरूले सरकार समक्ष पुर्याउन मद्दत पुर्याउनु हुनेछ। शिक्षक सडकमा, चिकित्सक सडकमा, कर्मचारी पनि सडकमा आन्दोलन गर्न विवश छन् अनि तिमी कुन सुशासनको कुरा गर्छौ सरकार? शिष्यले गुरुलाई लाठीचार्ज गर्छन्, खुसी माग्न आउनेहरू अश्रु ग्यासका गोलाले रुवाइन्छ, सुकिलो भई बाँच्न देऊ भन्नेलाई पानीका फोहराले भिजाइन्छ अनि तिमी कुन संस्कारको कुरा गर्छौ सरकार? बलात्कारीहरू छाती फुलाएर हिँड्छन्, पीडित नारी अदालतको ढोका ढकढकाइरहन्छन्, न्यायालय मुखदर्शक बन्छ अनि तिमी कुन कानुनको कुरा गर्छौ सरकार? एयरपोर्टमा रुवाबासी चल्छ, लाखौं युवा युवतीहरू विदेश पलायन भइरहन्छन्, पाखुरीमा बल सकिनेहरू गाउँ कुर्छन् अनि तिमी कुन स्थायित्वको कुरा गर्छौ सरकार? किसानले उत्पादन गरेका वस्तु सडकमा लगेर फ्याँक्छन्, विद्यार्थी सडकमा भविष्यको ग्यारेन्टी गर भन्छन्, छाक टाल्नकै निम्ति मानिसहरू सडकमा तालु तताउँछन् अनि तिमी कुन समृद्धिको कुरा गर्छौ सरकार? व्यापारी ढुक्कले व्यापार गर्न पाउँदैनन्, जनताको ढाड महँगीले सेकिन्छ, विकास योजनाहरू अल्पत्र पर्छन् अनि तिमी कुन अर्थतन्त्रको कुरा गर्छौ सरकार? भ्रष्टाचारीहरू र्याल काट्न छाड्दैनन्, दलालहरू कमिसनको पछाडि दौडिरहन्छन्, पानी जहाज र पाइपलाइनका सपना देखाउनेले उखानटुका सुनाइरहन्छन् अनि तिमी कुन उन्नतिको कुरा गर्छौ सरकार? जनता उपचार नपाएर मर्छन्, बालबालिका तुइनमा झुल्लिएर विद्यालय जान्छन्, नेता सिटामोल लिन जहाज चढ्छन् अनि तिमी कुन गणतन्त्रको कुरा गर्छौ सरकार? 6000 नदीनालाहरू ब्राजिल पछिको मनै त हो भन्छन्, ताल पोखरीहरू म पनि त छु भन्छन्, कुलमान अन्धकार त हटाउनै पर्छ भन्छन्, तर तिमी खै कुन इन्भर्टरको कुरा गर्छौ सरकार? उद्योग कलकारखानाहरू बन्द हुँदै जान्छन्, सियोदेखि कारसम्म सबै आयात हुन्छन्, महावीर खाली खुट्टा किताब बेच्दै हिँड्छन् अनि तिमी कुन औद्योगिकरणको कुरा गर्छौ सरकार? कालीगण्डकी, सुनकोशी र रिउ खोलाले सुन त मसँग छ भन्छन्, बन्दीपुर र फुलचोकीले फलाम जति चाहिए पनि आऊ भन्छन्, यार्सगुम्बा पाँचौले र जटामसीले मलाई सस्तोमा नबेच भन्छन्, तर तिमी कुन विदेशी ऋणको कुरा गर्छौ सरकार? जनता भोकै पानी चुइने छानमुनि रात काट्छन्, गरिबी हटाउँछु भन्नेले महलमा बसी चिल्ला कारमा गुड्छन्, जनमत किनबेच हुन्छ अनि तिमी कुन सामाजिक न्यायको कुरा गर्छौ सरकार? गौतम बुद्ध शान्ति खोइ भन्छन्, सगरमाथा रुँदै मेरो उचाइ नघटाऊ भन्छन्, जानकी र नेपाल आमा मेरो अस्मिता बचाऊ भन्छन्, तर तिमी कुन इज्जत र प्रतिष्ठाको कुरा गर्छौ सरकार? न भनेको मान्छन्, न आफै जान्छन्, देशलाई आफ्नो पेवा ठान्छन्, पालै पालो बाँडी चुडी खान्छन् अनि तिमी कुन सपुतको कुरा गर्छौ सरकार? कि त जान कि भनेको मान, होइन भने जनता पनि बाठो भइसके होइन र सरकार? तपाईहरूको धैर्यता र समयको लागि धेरै धेरै धन्यवाद।